सो हेलो एभ्रिवान वेलकम टु माई च्यानल। सो आज चाहिँ हाम्रो कलेजमा चाहिँ गार्डनको वेलकम प्रोग्राम हुँदैछ। गार्डन उद्घाटन उद्घाटन हुँदैछ। सो अनि यहाँ बेलुनहरू बगाउँदैछौँ। सबैजना कलेजतिर मान्छेहरू चाहिँ यता खाके सबै यता यो साइडतिर छन्, म चाहिँ यता छु। हुन्छ, यहाँ सरहरू पनि आउँदै हुनुहुन्छ र अब हाम्रो कस्तो गर्छौँ हेर्नु होला। उयसमा लगाइदियो त ब्यानरको छेउमा। अनि कस्तो लागिरहेको त तपाईँलाई? के लागिरहेको? ए रिबिन पनि अहिले भोलि आऊ त आऊ हेरौँ। ल सबैजना यता हुनुहुन्छ। के लिएर आउनु पर्यो? हाम्रो साथी हुन्छ। यहाँ आऊ न, यहाँ आऊ त। ए यहाँ आऊ त तिमी। टेप सेप ल्याउ त ल ल। अरू सबै राख जनता लोगहरू। ल फटाफट काम गरिहाल। ह्यापी बर्थडे टु यु गार्डनको। बर्थडेको फोटोसुट गर्नको लागि तर हाँसो देख्यो नि त। 11 गते हामीले विगत 9 महिनादेखि यो गार्डन कसरी बनाएको छौँ र कति दुःख लाग्यो, हामीले के गऱ्यौँ बिएसडब्ल्यूका साथीहरूले भने सबै साथीहरूलाई अवगत छ। हामीले थोरै पैसा दिए, थोरै सहयोग उठेर ल आजको यस फिल्डवर्ड गार्डनको कार्यक्रमको अध्यक्षता गरिदिनु हुन स्टुडेन्ट क्वालिटी सर्कल ह्युमेनिटिज फ्याकल्टिज विद्यार्थी गुणस्तर वृद्ध मानविकी सङ्कायका अध्यक्ष श्री एनिसा पुडकोटीज्यूलाई यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। क्ल्याप क्ल्याप। अध्यक्षता अङ्क ढिलो गराएको छ क्या? लु लु मरे नि लै। यसै गरी यस फिल्डवर्ड गार्डनको कार्यक्रमको प्रमुख अतिथि आसन ग्रहण गरिदिनु हुन निवर्तमान क्याम्पस प्रमुख सहप्राध्यापक श्री रमेश चन्द्र रोका सरलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। क्याम्पस प्रमुखकै बाँकी छ। यसै गरी दुईटा कुर्सी क्यान्टिनबाट। यसै गरी यस फिल्डवर्ड गार्डन कार्यक्रमको उद्घाटन समारोहका विशेष अतिथि यस क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डाक्टर कैलाश कुमार राई सरलाई पनि विशेष हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिकै क्रममा यस क्याम्पसका सहप्राध्यापक श्री रविन्द्र राजा साई सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध। बाट सहायक क्याम्पस प्रमुख तथा हाम्रो सङ्कायका प्रमुख श्री उपप्राध्यापक अशोक राई सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हामी बिचमा अतिथिकै क्रममा हामी बिच हाम्रा शिक्षक सरहरू हिमाल खड्का उपप्राध्यापक हिमाल खड्का, यसै गरी उपप्राध्यापक मिथिलेश प्रसाद शाह, यसै गरी उपप्राध्यापक डाक्टर नवराज खतिवडा, यसै गरी शिक्षक सहायकको रूपमा दुर्गा प्रसाद भट्टराई सर हामी माझ हुनुहुन्छ। उहाँलाई पनि यथास्थानमा अतिथिको आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। र साथीहरूलाई थाहा छँदैछ क्याम्पस प्रमुख रमेश चन्द्र रोकाज्यू, क्याम्पस प्रमुख डाक्टर कैलाश कुमार राईज्यू, त्यस्तै सहप्राध्यापक रविन्द्र राजा साईज्यू लगायत यहाँ उपस्थित हुनुभएका मेरा सहकर्मी प्राध्यापक मित्रहरू र यहाँ उपस्थित हुनुभएका विद्यार्थी भाइ बहिनीहरू, आज हामी बिएसडब्ल्यू अन्तर्गत बिएसडब्ल्यू गार्डन भनेर अहिले उद्घाटन गर्न गइरहेका छौँ। यसको मूल उद्देश्य भनेको यो शैक्षिक संस्थामा एउटा हराभरा एउटा स्वच्छ वातावरण बनाउनको निमित्त बगैँचा पनि एउटा हाम्रो यो शैक्षिक सामग्री अन्तर्गत पर्दछ, किनभने त्यसले स्वच्छ वातावरण तुल्याउनको निमित्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ।
र यो बिएसडब्ल्यू आफैमा पनि समाज कार्य र नयाँ नयाँ काम गर्नको निमित्त प्रेरित हुने र प्रेरित गराउने विषय हो। यसले समाज रूपान्तरण, पहिले त विद्यार्थी आफै रूपान्तरण हुन्छ, त्यस पछाडि यसले समाज रूपान्तरण गर्नेतर्फ पनि बिएसडब्ल्यू विषय अत्यन्तै महत्त्वपूर्ण र प्रभावकारी हुन्छ। तसर्थ विद्यार्थी भाइ बहिनीहरूले यो गार्डन निर्माण गर्नको निमित्त थोरै पैसाहरू आफैबाट विद्यार्थी भाइ बहिनीहरू लगायतहरूबाट थोरै रकम जम्मा गरेर जो अहिले यो गार्डन बनाउनु भएको छ र अहिले हामी उद्घाटन गर्न गइरहेका छौँ। म विद्यार्थी भाइ बहिनीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु, किनभने उहाँहरूको योगदानबाटै हामीले जालीदेखि लिएर त्यहाँनिर विभिन्न जातका बोट बिरुवा लाउनको निम्ति बोट बिरुवाहरू पनि लगाइरहेका छौँ। यानि कि हामीले अत्यन्तै उत्कृष्ट जातका मियाजाकी जुन जापानबाट ल्याएको आँप लगायतका सिडलेस लिचीहरूदेखि लिएर अन्य जुन आँपका अन्य प्रजातिहरू पनि लगाएका छौँ र फुलहरू पनि त्यहाँ लगाएका छौँ। यसको अर्थ त्यसले के हो भन्दाखेरि पछि हामीले त्यो फल प्राप्त भइसकेपछि यीका विद्यार्थीहरू लगायतका अन्यहरूले यो विद्यार्थीहरू तपाईँहरूले त नभेट्नु होला, किनभने 4th इयर पढ्नेहरू त अब तुरुन्तै यहाँबाट पास आउट भएर जानु होला, तर आउने भाइ बहिनीहरूले त्यो प्राप्त गर्नेछन्। र बिएसडब्ल्यूले बनाएको जुन गार्डन छ त्यो गार्डन हेरेर क्याम्पसभित्र यस्ता नवीनतम र नयाँ खालका कामहरू कसरी गर्न सकिन्छ भन्ने एउटा प्रेरणाको स्रोत पनि बन्नेछ। तसर्थ यो प्रेरणाको स्रोत साथसाथै हामीले यस्ता नवीनतम काम जुन समाजमा गर्छौँ यसले के हो चाहिँ समाजलाई र विद्यार्थी भाइ बहिनीहरूलाई उत्प्रेरणा जागृत हुने गर्दछ, जसको परिणाम स्वरूप नयाँ सोच र नयाँ चिन्तनको विकास हुन्छ। र त्यो गर्नको निम्ति अहिलेका भाइ बहिनीहरूले खेल्नु भएको भूमिका चाहिँ महत्त्वपूर्ण छ, किनभने बिएसडब्ल्यू योभन्दा अगाडि निकै विद्यार्थीहरू पास आउट भएर अहिले मास्टर डिग्री सिद्ध्याएर अन्य कार्यरत पनि हुनुहुन्छ। तर यो अहिलेको जुन विद्यार्थीहरूको जुन योगदान भूमिका जुन छ त्यो चाहिँ गर्व गर्न योग्य छ, जसबाट चाहिँ के भन्दाखेरि यस्ता निर्माण कार्यहरू भइरहेको छ। तसर्थ भाइ बहिनीहरूलाई पुनः फेरि हार्दिक आभार व्यक्त गर्दै यस्ता नवीनतम काम गर्नको निम्ति उत्प्रेरणा जागृत होस् भन्ने कामनाका साथ म आफ्नो 2 शब्द यी अन्त्य गर्छु। कार्यक्रमको सभापति प्रमुख अतिथि हाम्रो सरहरू सबै अनि बिएसडब्ल्यूका सरहरू अनि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, मेरो तपाईँहरूलाई अभिवादन। यो कुनै पनि नौलो अवधारणा होइन, यो तपाईँहरूको सिलेबसमा भएको कुरालाई हामीले व्यवहारमा उतारेको हो। र हाम्रो बिएसडब्ल्यूको यो टिम अघिल्लो पटक हाम्रो नवराज सरले सोसियल वर्कमा सबै विद्यार्थीलाई संलग्न गराउनु भएको थियो, अनि पछि बिचमा चाहिँ त्यो काम चाहिँ पिकनिकमा डाइभर्ट भयो। अनि यसपटकदेखि चाहिँ हामीले पिकनिक पनि तपाईँहरू घुम्नुहोस् तर काम पनि गरौँ भनेर हर्क साङपाङको खानेपानीको श्रमदान पनि गऱ्यौँ। अनि यहाँनिर एउटा गार्डन बनायौँ। अनि अर्को के काम पनि गरेको छ भने बिएसडब्ल्यू संलग्न भएर रौता पोखरीमा हामीले डस्टबिन 5वटा डस्टबिन पनि राखेका छौँ र यो बिएसडब्ल्यूको रचनात्मक काम हो। र अब यो काम अब 3rd इयर पढ्दै गरेको भाइ बहिनीहरूले जिम्मा लिनुपर्नेछ र यसलाई चाहिँ हाम्रो मानविकीपट्टिको सबै सरहरूले गाइड गर्नुहुन्छ। यति भन्दै मेरो शुभकामना मन्तव्य अन्त्य भयो। अन्त्य गर्नु हस्। अब साथीहरूलाई सबै अवगत छ, हामीले आफ्नो प्र्याक्टिकल अन्तर्गत जुन हामीले यो प्र्याक्टिकल एउटा कुनै पनि यो चाहिँ हामीले फिल्डवर्कमै एउटा देखावटीमै हामीले प्र्याक्टिकल गरेका छौँ, सबै साथीहरूलाई थाहा छँदैछ। अब यसै विषयलाई यसको एसक्युसी अन्तर्गत हामीले यो जुन काम गरेका छौँ, अध्यक्ष हाम्रो एनिसा पुर्कुटीजी हुनुहुन्छ, उहाँकै यो महत्त्व भूमिका पनि रहेको यहाँ अवगत गराउँदछु। र यो कार्यक्रमलाई समापन गरिदिनु र आफ्नो भनाइ राखिदिनु हुन सहित म कार्यक्रम सञ्चालक तथा एसक्युसी ह्युमेनिटिज फ्याकल्टिजको सहकार आजको कार्यक्रम सञ्चालक सौरभ मगर पनि बिदा चाहन्छु। हस्त नमस्कार। साथीहरू, हाम्रो चाहिँ यहाँ फोटो सेसन पनि भयो र अब हाम्रो चियापान व्यवस्था यता सरहरू हुनुहुन्छ स्टुडेन्टहरूको लागि।
बाटोमा फेरि ल न भिडियो बनाउनु भिडियो बनाउनु ग्रुपमा आउँछ भरे सो त्यही हो अब हाम्रो चाहिँ आज चियापान अब हुन्छ हाम्रो चाहिँ गार्डनहरू निर्माण उद्घाटन गऱ्यो रिबन काटेर त्यही हो एकदम म चाहिँ अब खुसी छु हाम्रो धेरै लङ टाइम पछिको हाम्रो आज प्रोजेक्ट चाहिँ सम्पन्न भएको छ त्यही लु अलिक छिटो आउनु यहाँ फेरि प्रोडक्सन गर्नु चिया खाने को हुनुहुन्छ मनकारी दाइले आज चिया फ्रीमा खुवाउनु भएको छ ब्ल्याक टी खाने कोही हुनुहुन्छ सर ब्ल्याक टी खानु कोही हुनुहुन्छ ब्ल्याक टी सबै दुधकै हो क्या हो तर चिनी बेगरको बनाउनु छिटो गर आन्टी चिनी बेगरको बनाउनु पर्यो अरे अलिकति त्यो के अरे हिमाल खड्का के अरे कुन सल्लाह भयो असो सरलाई चिनी बेगरको एकजना दुई तिनजना सरहरू खानु हुँदो रहेछ ल भयो साथीहरू हाम्रो चाहिँ मनकारी दाइले चिया फ्रीमा स्पोन्सर गर्नुभएको छ साह्रै खुसी लाग्यो सबैले साथी मेरो युट्युब च्यानल सब्सक्राइब गर्ने रेणुका राई 882 छ है मैले ग्रुपमा हालेको छु नि सब्सक्राइब गर्ने मेरो च्यानललाई कतिमा भाइरल भइहाल्छ कि